यो चाहिँ धानको बिया राख्न सुरु गर्दै हुन्छ हाम्रो पिताजी। हेर त घाम यस्तो टन्टला पुर लागेछ। 65 वर्षको उमेर भयो बुवाको। यसरी लाग्नु भएको चाहिँ बाफ्रे। यो शक्ति चाहिँ आइराखोस्, यो यता हामीलाई पनि सरोस् के भन्छ। अलि अलि आली लाउनु पर्दैन पिताजी? अलिक आली लाउनु पर्दैन? यो त पानी बग्यो त। यो आली सानो भएन? यतिको आलीले हुन्छ? पानी थाम्छ? तर झारसार मरेको छैन, उम्रिन्छ त बिउ? फुलेपछि भात के हुन्छ, यहाँको यो रुख काटेपछि चाहिँ एकदम घामको घाम। आमा के गर्दैछ? फेरि होइन हौ, धानै केलाउँदै हुनुहुन्छ। अनि तपाईँले काम गर्दा आमा कहाँ सुत्नुहुन्छ? धानै केलाएर बस्नु भएको छ।